नमस्कार साथीहरू, आज म तपाईँहरूलाई देखाउन गइरहेको छु जिम्बु। जिम्बु कसरी बनाउने भन्ने कुरा म देखाइरहेको छु। यो पहाडहरूमा मैले हजुरहरूलाई खोजेर सुरुदेखिबाट देखाइरहेको छु, हेर्नु होला राम्रोसँग। यो मैले हजुरहरूलाई देखाइरहेको छु त्यो प्याजको पत्ता जस्तो, त्यसलाई चाहिँ हामी जिम्बु भन्दछौँ। त्यसलाई चाहिँ अलिकति पहाडी भागहरूमा, हिमाली भागहरूमा यो पाइन्छ। यो चाहिँ अलिक खोज्नलाई अलिक गाह्रो पनि हुन्छ र मैले टिपेर चाहिँ ल्याएको छु। यसरी राखेको छु र सुरुमा हामीले यसलाई चाहिँ राम्रोसँग सफा गरेपछि यसरी छुट्याएर राख्ने। त्यहाँबाट आएका फोहोरहरूलाई, त्यो झ्यासहरूलाई पनि छुट्याएर राख्ने। सफा गरिसकेपछि त्यसमा माटोहरू, त्यसपछि सुकेका पातहरू पनि हुन्छन्, त्यसलाई पनि अलग गरिदिने। अलग गरेर यसलाई चाहिँ अब कति हुन्छ त्यो अनुसारको राम्रोसँग पानीले सफा गर्ने। पानीले सफा गरेपछि एकदम प्याजको डाँस जस्तै देखिने गर्दछ। यो चाहिँ हेर्दा चाहिँ हामीले ठ्याक्कै प्याज जस्तो देख्छौँ, प्याजको जस्तै गन्ध पनि आउँछ यसबाट चाहिँ। र यसलाई चाहिँ हामीले यो गरेपछि चाहिँ पानी तर्याएर र हातले यसरी हामीले माडेर चाहिँ यसलाई अलिअलि यसको रसहरू पनि निकाल्छौँ। रस निकाल्ने क्रममा चाहिँ यसमा अलिकति गन्ध धेरै आउँछ अलिकति भन्ने भनाइ पनि थियो। र रस ननिकालिकन हामीले सुकाउँदा चाहिँ अलिकति गन्ध कम आउँछ। पछि हामीले दालहरूमा हाल्यो भने पनि अलिकति बासना कम आउँछ भनेर मैले चाहिँ अलिअलि हातले माडे पनि हुन्छ। यसलाई काटेर अलि उख्रीहरूले थिते पनि हुन्छ। मैले चाहिँ हातले यसरी टुक्राएर माडेर बट्टामा हालेको छु। बट्टामा चाहिँ लगभग 4 देखि 5 दिनसम्म चाहिँ घाममा मजाले सुकाउन सक्नुहुन्छ। मैले पनि यसरी बट्टामा हालेर हजुरहरूलाई सुकाएर देखाएको छु। र बट्टाबाट लास्टमा निकालेपछि यस्तो गुन्द्रुक जस्तै हुन्छ। र यसलाई चाहिँ मजाले घाम नलाग्ने ठाउँमा चाहिँ अलिकति ओसिलो हुने ठाउँहरूमा सुकाउन सक्नुहुन्छ। त्यसले गर्दा चाहिँ घामले अलिकति उठ्दैन भन्ने भनाइ छ। र यो चाहिँ भयो हजुरहरूलाई जिम्बु बनाउने तरिका। यस्तै गरी हजुरहरू पनि बनाउन सक्नुहुन्छ।